ल साथीहरू रातिको 1 बजे चाहिँ म उकालो जाँदैछु बिरामीलिनलाई। पुरै जाम रहेछ क्या हो, तलैबाट गाडीको जाम छ यार। टेन्सन हुने हो नि फेरि अब हेर्नु न, तल पनि थियो गाडी होइन, यहाँ माथि पनि छ। के हो यार, छिरेन गाडी, छिरेन मेरो गाडी छिरेन भन्दा फेरि म त समस्या हुन्छ यार। तल पुगेर फेरि अर्को बाटो जानुपर्छ, खोलामा पुगेर। बिजोग हुने भयो यार। राति राति साथीहरू हिँड्छ, राति राति हिँडेको समस्या हुन्छ क्या। यस्तो भएपछि चाहिँ कताबाट बाटो के भइरहेछ केही थाहा हुँदैन। हाम्रो ट्रक चलाउने साथीहरूलाई म के भन्न चाहन्छु भने न, राति चाहिँ नहिँडौँ क्या यो बाटो, यस्तो बाटो होइन, धेरै रिक्स छ, डेन्जर हुन्छ। त्यही हो होइन। अब उताबाट नि गाडी आएको छ फेरि होइन, सानो गाडी छिर्दै त हुन्थ्यो न। के भएको छ खास चाहिँ, के भएको हो, गाडी साडी त छैन, जाम चाहिँ के यार। भर्खर निकालेको जस्तो छ गाडी यार, फेरि साइड गर्दैन साथीहरू। मेरो फक साइड मारिदिनु पर्यो होइन, जामै भएको रहेछ। के गर्नु लाग्यो यार, एकचोटि रिक्वेस्ट गर्न जानै पर्ने हो क्या म अब। टचमा मिल्छ कि मिल्दैन, टच बालेर भिडियो रेकर्ड गर्न नमिल्ने रहेछ। यतिकै जान्छ। बेलुकै देखेको थिएँ जाम।